के गरेछस् के गरेछस् अरे गाडी खेलेछस् मोबाइल चाहिएन चाहिँदैन किन ल मोबाइल ल साथीहरु अब सुरु भयो मासु ढेँडो सब्जी टिमुरको चटनी बढिया छ हेलो गाइस वेलकम माई न्यू ब्लग साथीहरु आज एउटा राम्रो मासु बनाउने भनेर विचार गरेछु हेर्न सक्नुहुन्छ है चिकन आज चिकन बनाइन्छ है चिकन बनाइन्छ आज अब मजाले बनेको दिन खानै पर्यो मासु बनाएर खाइन्छ अब है के गर्दैछौ अझ लसुन छिल्दैछौ र के हाल्ने त्यसमा प्याजहरु हाल्ने होला लौ त आलु हाल्ने हो टमाटर हाल्ने हो अनि एउटा बस मजाले के गरेछस् अरे गाडी खेलेछस् मोबाइल चाहिएन चाहिँदैन किन ल मोबाइल ल मोबाइल चाहिँदैन मोबाइल चाहिँदैन अहिले यसलाई सानो छोडी नि पढ्दैछ भोलि फेरि एक्जाम छ यसको एक्जाम छ भोलि के छ भोलि म्याच र राउन्ड सिलेक्ट भोलि म्याच छ यसको सिराक 80 के दशक से शुरू हुआ था साथीहरु अब मसला पिसिन्छ यसमा ग्राइन्डरमा अनि आलु हालिन्छ मसला पिसिन्छ आलु हालिन्छ यसमा पिसेर अनि मासु बनाइन्छ अहिले नगर यसमा पिसेर साथीहरु के जिरा हो त्यो गरम मसला छ कि छैन बनाइन्छ यसलाई गरम मसला मजाले के साथीहरु ल सुरु भयो मासु बनाउन ल अब कडाई पनि एकदम राम्रो छ के गर्ने यिनीहरुको हात एकदम दह्रो छ त मान्छे जति मोटायो त्यति नै कमजोरी हुन्छन् के भन्ने सुन्छु मान्छे मोटाए तगडा हुन्छ यिनीहरु त मोटाए हुन्छ कमजोरी हुन्छन् मोल्नै सक्दैनन् तेल पुग्छ होला अब त्यही त हो साथीहरु अब बनाइन्छ मासु हेर्न सक्नुहुन्छ अब मासु बनाइन्छ टक्कसँगले ढेँडो बनाइन्छ अनि ठक्कसँगले खानुपर्छ नि आयो एउटा बाबुले भिडियो बनाएको सुन्ने हुन्न यो कुदेर आइहाल्छ यसलाई भएर रङ्ग भएछ यसलाई के भन्ने प्याज हाल्यो अब प्याज हालिँदै हाल्यो अब यहाँ चिकन छ यहाँ आलु हाल्ने हो यहाँ छ मसला भात पाक्दैछ है अब प्याज भुटिन थाल्यो अब मजाले मासु हालिन्छ यसमा प्याज अब मासु हालिन्छ अब यहाँ मासु हाल्यो अब मासु बसालेर फेरि चिया खानु लाग्यो अलिकति घरमा बसेपछि चाय त 2 कप 3 कप त मलाई चाहिन्छ है यिनी फेरि चिया बनाउनु भन्दाखेरि यिनले अब के भन्ने यिनको त मुखै पुरा यतिकै ठुलो मुख झन् त्यही माथि पुरा उयो हुन्छ के अरे पर्वतै हुन्छ यिनको मुख के भन्ने चिया खाइन्छ मुखमा त हुन्न अनुहारमा देखिँदैन तर मनमा चाहिँ पुरा भारी हुनुहुन्छ उहाँ चिया बनाऊ भनेपछि त्यही हो उहाँको कहिले मैले कहिले उहाँले चलाउनुहुन्छ अब के भन्ने रातो रातो भए
मासु त मजाले भुटिएछ आलुमा हाल्नु हाल्ने हो आलु हाल्दै हो मसला अब आलु हालिदियो पहिला अलिकति आलु हालिदियो बोक्रासित हाल्यो बोक्रासित मिठो हुन्छ आलु मलाई मिठो लाग्छ बोक्रा छिलोको आलु मलाई मिठो लाग्दैन जेमा पनि बोक्रा भएपछि मलाई मजा लाग्छ आलु जसुकैलो जेमा होइन हामी त बोक्रासित खाइन्छ आलु आफ्नो आफ्नो स्टाइल हो ए हल्दी हालियो अब खोर्सानी पाउडर हालिँदैछ सबै हाल्दै सबै हाल लु हाल अब ओ मसला हाल्यो अब यसलाई बनाइन्छ चलाइन्छ अब यसलाई एकछिन चलाएर अब ढाकिन्छ अब यसलाई ल भाइ ढाक त अब पुरा एकदम पुरा कलर आयो यसको अब साथीहरू ए अब सुरु भयो मासु ढेँडो सब्जी टिमुरको चटनी ए बढिया छ आज खाइन्छ है कुखुराको मासु चिकन टिमुरको चटनी सलाद कुखुराको मासु ढेँडो खाइँदैछ साथीहरू अब यही हो आजको ब्लग यही राख्दछु प्यार दिनु होला सब्सक्राइब गर्नु होला माया दिनु होला बाई